नेपाल प्रिमियर लिगमा आज दुईवटा खेलहरू हुँदैछन्। पहिलो खेलमा यो सिजनकै सबैभन्दा प्रतीक्षित खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच भइरहेको छ। दुईवटा हेभीवेट्सहरू बीचको यो खेल आजको पहिलो खेल हो। सुदूरपश्चिमलाई आजको नतिजाले केही पनि फरक पर्ने छैन। 6 खेलमा 6 खेल नै जितेर तालिकाको टपमा रहेको सुदूरपश्चिम यो खेल हारे पनि ऊ पहिलो स्थानमा नै लिग स्टेज सकाउनेछ, उसलाई केही फरक पर्दैन। तर दोस्रो स्थानमा लिग सिद्ध्याउनको लागि विराटनगरलाई सुदूरपश्चिमलाई एकदमै ठुलो जित आवश्यक पर्नेछ, भारी रन अन्तरले अथवा एकदमै छिटो भेटाउनु पर्नेछ टार्गेट। यस्तो अवस्थामा विराटनगर एउटा टप 2 मा फिनिस गर्दै पहिलो प्लेअफ खेल्न चाहन्छ भनेदेखि चाहिँ विराटनगरले आजको खेलमा सुदूरपश्चिमलाई जितेर मात्र हुँदैन, एकदमै भारी अन्तरले जित्नुपर्ने आवश्यकता चाहिँ सुदूरपश्चिम विराटनगर किङ्सको लागि रहेको छ। त्यस्तै दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सको बिचमा रहेको छ। दुईवटै टिमहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् र एउटा औपचारिकताको रूपमा मात्र रहेको यो खेल दोस्रो रहेको छ। त्यसको नतिजाले कुनै पनि फरक पार्ने छैन अघिल्लो चरणको खेलहरूको लागि चाहिँ।